इन्डियामा 10 लाख रुपैयाँ पर्ने गाडी नेपालमा खरिद गर्दा 40 लाख भन्दा बेसी किन पर्छ? मानौ यो कारको मूल्य हो 10 लाख। नेपालमा कस्टम ड्युटी यानि कि भन्सार कर लाग्छ 80%। 10 लाखको भन्सार कर 80%ले 8 लाख हुन्छ। अब मूल्य हुन जान्छ 18 लाख। अब 18 लाखमा पनि इसिएस 65% लाग्छ। 18 लाखको 65% 11,70,000 हुन्छ। अब दुवैलाई जोड्दा 29,70,000 हुन आउँछ। फेरि यस मूल्यमा पनि आरडिएफ रोड डेभलपमेन्टको लागि 10% लाग्छ, जुन हुन आउँछ 2,97,000। अब 29,70,000मा 2,97,000 जोड्दा 32,67,000 हुन पुग्छ। अब यो 32,67,000मा पनि 13% भ्याट तिर्न पर्छ, जुन हुन्छ 4,24,710 रुपैयाँ। यो सबै ट्याक्सलाई जोड्ने हो भने हामीले एउटा गाडी खरिद गर्दा 270% भन्दा बेसी ट्याक्स तिर्छौँ, जसका कारण इन्डियामा 10 लाख रुपैयाँ पर्ने गाडी झन्डै 37 लाख पुग्छ। अब यहाँ ट्रान्सपोर्टेसनको अनि सोरुमले राख्ने प्रफिटको कुरा आएकै छैन, अनि परेन त 40 लाख भन्दा बेसी।